नसोध कि लक्ष्य कता छ, नसोध कि लक्ष्य कता छ। अहिले त यात्रा सुरु गर्ने सोच बनाएको छु। म हार्ने छैन, आँट दरिलो पार्ने छु जीवनभरि। म हार्ने छैन, आँट दरिलो पार्ने छु जीवनभरि। यो अरूसँग होइन बल्कि आफैसँग प्रण गरेको छु, आफैसँग प्रण गरेको छु। म करण थापा फेरि पनि स्वागत गर्दछु हजुरहरू सम्पूर्ण साथीहरूलाई यस ग्लोरिज मिडियामा। यस भिडियोले अवश्य पनि तपाईहरूलाई अत्यन्त लाभ प्रदान गर्नेछ। अवश्य यस भिडियोको अन्तसम्म हामीसँगै रहनुहोला। त साथीहरू, अहिले कहीँ यस्तो हुन्छ साथी हो, के गर्नु, पढाइलाई फिटिक्कै मन लाग्दैन। घरिघरि मन मेरो मोबाइल हेर्नमा मात्रै खोज्दछ। मोटिभेसन भिडियोले मात्र 10 देखि 20 मिनेट मात्र काम गर्दछ। त साथीहरू, हाम्रो 16 देखि 25 वर्षको उमेर यस्तो हुन्छ कि अलिकता लापरवाहीले जिन्दगी नराम्रो र भयानक परिस्थितिमा पुग्न सक्छ। हामी सबैलाई थाहा छ कि हामी सबैले बुझेका छौँ कि मोबाइलले कसरी हाम्रो जिन्दगीलाई आज भोलि नियन्त्रणमा पार्दैछन्, हाम्रो समयलाई खेर फाल्दैछ। तर पनि हामीहरूले यस मोबाइलको बन्धनबाट छुटकारा पाउन सकेका छैनौँ। त्यसैले बाँधिएको छौँ। त्यसैमा सारा दिन प्राय जस्तो समय हामीले मोबाइलमा बिताइरहेका छौँ। हाम्रो आमा बुवाको आँखामा रहेका विभिन्न हामी प्रतिका सपनाहरू उहाँले जो हेर्नु भएको होला, हामीलाई लिएर कति सपना बुनेका होलान्। तर मेरो छोरा कुनै अफसर बन्नेछ, मेरो छोरा डाक्टर हुनेछ, इन्जिनियर हुनेछ भनेर विभिन्न सपनाहरू बुनेका होलान्। तर छोरा भने यता आफ्नो समयलाई मोबाइलमा नै खेर फाल्दै गरिरहेका छन्। त अरू केही होइन, सपना त हेर्नु भएको तपाईँले पनि होला, होइन र? त के बन्नुहुन्छ भनेर किन आफ्नो सपनालाई एउटा सपना नै बनिरहन दिन छोड्न चाहनुहुन्छ? किन नउठेर त्यसको लागि लड्नुहुन्न? किन तपाईँ लक्ष्यबाट अब टाढा भाग्दै हुनुहुन्छ? अनि तपाईँ किन अब तपाईँलाई अलमलाउने कुराहरूलाई नै टाढा मिल्काउन सक्नुहुन्न, जसले तपाईँको नर्भस सिस्टमलाई नै आफ्नो बसमा पार्दैछ, ड्यामेज पर्दैछ? एउटा रिसर्चमा थाहा भएको छ कि बिस्तारै बिस्तारै मोबाइलले नै हाम्रो दिमागलाई, हाम्रो दिमागको इन्टेलिजेन्सलाई नै खतम पार्दैछ, बर्बाद गर्दैछ। तर तपाईले थाहा पाउनु भएको छ कि मोबाइलमा मात्र 40% भन्दा पनि कम कुराहरू हाम्रो काम लाग्ने भएको छ भने 60% कुराहरू हाम्रो काम नलाग्ने, र त्यसले तपाईँको टाइमलाई नै खेर फाल्ने गर्दछ। तपाईँ के सोचिरहनु भएको छ? अहिलेदेखि नै मानिसहरूले मोबाइललाई अब टाढा फालिदिनुहोस् र पढ्नलाई कोसिस गर्नुहोस्। अनि मोबाइलमा अलार्मको घन्टी लगाउनुहोस् अनि त्यही सँगसँगै पढ्नुहोस्। कुनै काम नलाग्ने नोटिफिकेसनलाई चेक गर्नुमा इन्कार गर्नुहोस्। तपाईँलाई भित्रबाट आउने इच्छाहरूले भित्रभित्रै खोक्रो पार्नेछ अनि बिस्तारै बिस्तारै तपाईँ अल्छी बन्नुहुनेछ। यसकारण अब भयो, बन्द गर्नुहोस्। तपाईले अब तपाईँ भित्रको योग्यतालाई चिन्नुहोस् र आफ्नो बिलिफ सिस्टमलाई पहिचान गर्नुहोस्। र जुन नोटिफिकेसन भन्दा धेरै तपाईको लाइफको भेल्यू छ, आउनुहोस्। र तपाईँ एउटा कथा सुनाउन चाहन्छु। यो कथा हो एउटा केटोको, जसले हामीलाई बुझाउन सहयोग गर्नेछ कि सुनिल एउटा सुनहार विद्यार्थी थिए र ऊ स्कुलमा सबैभन्दा फर्स्ट आउने गर्दथे। तर बिस्तारै बिस्तारै उसले आफ्नो फोकसलाई हराउन थाल्यो अनि उसको मार्क्स पनि तल झर्दै जान थाले। उसको पढाइको र्याङ्क पनि पछि हट्न थाले र स्कुलमा र गाउँमा ऊ सबै ठाउँमा धेरै प्रशंसा पाउने गर्थे भने बिस्तारै बिस्तारै उसको त्यो जुन लेभल घट्यो, त्यसले गर्दा उसलाई मानिसहरूले खिल्लीमा उडाउन सुरु गर्न थाले। किनकि अब अकस्मिक उसले आफ्नो पढाइको ध्यानलाई गुमाइसकेको थियो। यसकारण उसको जीवनमा साथी हो, यस कुराले गर्दाखेरि फोकस एकदम आवश्यक पर्दछ। त्यो यदि हामीले पहिला जस्तै आफ्नो फोकसलाई बनाइराख्न चाहन्छौँ भने बाटो एउटै छ, त्यो हो
के हो त भने अब मोबाइललाई खेलाउन छोडिदिनुहोस् र काम गर्न सुरु गर्नुहोस्, पढ्नलाई सुरु गर्नुहोस् पूरा तन मनको साथमा। यसमा तपाईलाई अरु कसैले सहयोग गर्न सक्दैन। यसमा तपाई आफैले नै आफ्नो फोकसलाई निर्धारित गर्नुपर्दछ, किनकि तपाई आफैले नै आफैसँग जित्नु पर्दछ, आफैले नै आफैलाई हराउनु पर्दछ। तिम्रो संसारको भीड होइन, बल्कि तिमी भित्र एउटा सफलताको संसार छ। संसारमा जति पनि व्यक्तिहरू सफल भएका अर्थात् प्राप्त गरेका छन्, सबैले समयको मूल्यलाई नै थाहा गरे र त्यसैलाई थाहा गरेर समय सँगसँगै कार्य गरे। यदि तपाई आफैलाई जति घोट्नुहुन्छ त्यो त्यति नै व्यक्ति मात्र आफ्नो समयमा नै चम्किने गर्दछ। कसैले साँचो भनेका छन् कि सोचेर मात्र कहाँ पाउन सकिन्छ र सपनाको पनि कदम बढाउनु पर्दछ, साथसाथमा सम्पूर्ण बुक पढ्नु पर्दछ। जुन गाह्रो विषय छ त्यसलाई लगातार घोट्नु पर्दछ, त्यसलाई लगातार पढिरहनु पर्दछ, त्यस्ता झन् धेरै पढ्नु पर्दछ। वरिपरि तपाईलाई अलमलाउने कुराहरू छ भने त्यसलाई पन्छ्याउनु पर्दछ। जिन्दगीमा सफलता कति अगाडिसम्म पुग्न सक्नुहुन्छ त्यो तपाईलाई पहिले थाहा हुनु पर्दछ भने तपाईले अवश्य पनि असम्भव भन्ने शब्दलाई मात गर्न सक्नुहुन्छ। यदि तपाईलाई स्टडीको बेलामा कुनै प्रकारको समस्या आउँछ भने त्यसलाई पहिला सल्भ गर्नुहोस् र हुन सक्छ भने तपाई आफ्नो अनुभवलाई राम्रो हुन सक्दैन, तर तपाईको अनुभव कहिले गलत हुँदैन, किनकि अनुमान हाम्रो दिमागले नै गर्ने कल्पनामा आउने गर्दछ भने अनुभव हाम्रो जीवनको सिक हुने गर्दछ। जे पनि तपाई पढाइ गर्दै हुनुहुन्छ कुनै काम गर्दै हुनुहुन्छ, यो एउटा अनुभवको साथमा गर्नुहोस् ताकि त्यो तपाईको दैनिक जीवनको बाटोमा प्रयोग गर्न सक्नुहोस्। तपाईलाई थाहा छ कि होला कि जिन्दगीमा अरु भन्दा अगाडि जानु छ भने या फेरि एउटा असल जिन्दगी जिउनु छ भने तपाई काम गर्नु पर्दछ। जुन कुरालाई अरूले गर्न सकेको छैन त्यही कामलाई नै तपाईले परिश्रम सहित गर्नु पर्दछ। त्यही काम तपाईले मात्र गर्नुहोस्। तपाईले आफ्नो मन प्रति सानो विजय प्राप्त गरेपछि भोलि गएर तपाईले ठूला समस्यालाई पनि सजिलैसँग निकासी अथवा समाधान गर्न सक्नुहुन्छ। यदि तपाई साना कुराहरूलाई बाट तपाई हार्नुहुन्छ भने भोलि ठूला समस्याहरूबाट पनि तपाई कसरी लड्न सक्नुहुन्छ र आज एउटा सानो मोबाइलले नै तपाईलाई प्रयास गरेर टाउको माथि चढेर राज्य गर्छ भने भोलि ठूला कतिका समस्याहरू आउला, त्यसलाई कसरी सामना गर्न सक्नुहुन्छ र सोच्नुहोस्। आजको सानो काम गर्नुलाई तपाई फोकस गर्नु सक्नुहुन्न भने अगाडि पनि तपाईले गर्न सक्नुहुने छैन। यसकारण आफ्नो दिमागलाई सही डाइरेक्सनमा तर्फ फर्काउनुहोस्। के कुराको भेल्यु छ त्यसलाई आफ्नो जिन्दगीमा एड गर्नुहोस्। म यो पनि भन्दिन कि मोबाइल चलाउन छोडिदिनुहोस्, बल्कि आफ्नो कामलाई नै प्राथमिकता दिनुहोला। जे पढाइ छ त्यसलाई नै प्राथमिकता दिनुहोला। जे पनि गर्नुहुन्छ त्यो जोश जाँगरको साथमा गर्नुहोस्। जोश र जाँगर छ, हिम्मत छ, साहस छ। आफ्नो हरेक प्रश्नको उत्तर तपाई आफै हुनुहुन्छ भने फेरि डर मान्नुहुन्छ हुन्छ। लक्ष्यतिर अगाडि बढ्नुदेखि यो मात्र लक्ष्य होइन, यो त तपाईको जिन्दगीको सिमाना हो। यसकारण जे पनि काम गर्नुहुन्छ वा पढाइ गर्नुहुन्छ वा कुनै तपाईले बिजनेस गर्नुहुन्छ त्यो आफ्नो हिम्मत, जुनून, साहस, जोश जाँगरको साथ गर्नुहोस्। त मेरा प्रिय साथी हो, सम्पूर्ण भिडियो तपाईले हेर्नु भएकोमा हृदयदेखि नै म धन्यवाद दिन चाहन्छु। आजको भिडियो राम्रो लाग्यो भने एउटा लाइक अवश्य गर्नुहोला र आफ्ना इष्ट मित्र साथी भाइहरूमा शेयर पनि गर्नुहोस्। यदि तपाई हाम्रो यस ग्लोरिज मिडियामा नयाँ हुनुहुन्छ अथवा पहिलोचोटि आउनु भएको छ भने सब्स्क्राइब गरी बेल आइकन थिचिदिनु होला, ताकि यस्ता जब अरु भिडियोहरू हामी लाभदायक भिडियोहरू अपलोड गर्नेछु सबैभन्दा पहिला तपाईलाई जानकारी पाउन सकोस्। र यी सम्पूर्ण लाइक, शेयर, सब्स्क्राइब तपाईको निम्ति फ्री छ।
तर तपाईको एउटा सब्स्क्राइब र लाइकले हामीलाई ठुलो मोटिभेसन र उत्साह प्राप्त हुनेछ। त होस् त साथीहरू, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। गॉड ब्लेस यू एन्ड बाई बाई।